फर्स्टमा चाहिँ हिजो आउँदै थियो नि एउटा घडियाल भन्ने हजुर फिस हन्टर हो त्यो एउटा स्पेसिस भयो अनि अर्को मगरमछ भन्ने हुन्छ मगरकै त्यसले चाहिँ मान्छे नै हन्ट गर्ने भयो अलिकति अलिकति यता बस्दिनु त भाइ यता जस्तै यो क्यानन राइड अहिले त अब 30 मिनट त होला नि यस्तो स्पिड छ 30 मिनटको हाम्रो क्यानन राइड हुन्छ है अनि त्यसपछि कतिको हिँड्न सक्नुहुन्छ हजुरहरू हिँड्न त सकिन्न आउँदाखेरि यसैमा आउने हो होइन आउँदाखेरि हामी उतैबाट निस्किन्छौँ पुरानो पहिला राजाहरूको होटेल छ कि गाडी आउँछ हामीले रिसिभ गर्न हिँड्न सक्नुहुन्छ कि नै भन्ने कतिको हिँड्न सक्छ हामी त सकिन्छ ऊ सक्दैन कि त्यही त है ल त्यहाँ हिँडौँ कतिसम्म हिँड्नुहुन्छ त्यसपछि गाडी बोलाउला नि त है अब यो चाहिँ तपाईँको यो कतिको गहिरो तल यो कुनै ठाउँमा छ कुनै ठाउँमा छैन अहिले पानी बढेको कारणले धेरै गहिरो देखियो हो यो चाहिँ तपाईँको बथ साइडमै जङ्गल भयो कि एक साइड चाहिँ हाम्रो कोर एरिया चितवन नेसनल पार्क भयो अर्को साइड चाहिँ बफरजन एरिया जनकोली बफरजन एरिया यो साइड भयो यो साइडमा चाहिँ हाम्रो चितवन नेसनल पार्क यो चाहिँ बााउन्ड्री भयो नेसनल पार्क र बफरजन एरियाको बााउन्ड्री ढुम्रे खोला भन्छ यो माथि राप्ती खोलामा गएर मिसिन्छ अब यहाँ चाहिँ दुईवटा स्पेसिसको गोही भयो 600 भन्दा बढी स्पेसिसको चराहरू अनि कछुवाहरू हजुर अब अहिले के छ भने यो ठ्याक्कै गर्मी हुँदै गयो नि त यो टाइममा त गैडाहरू नि पानीतिर आएको भेट्न सक्छ कि किन हाल खेल्न मजाले त्यही भएर हजुरहरू चाहिँ हल्ला गरिदिनु भएन मेनहरू एनिमलहरू हजुरहरू देखाइदिन्छु हल्ला गर्नु त मिलेन तर फोटो भिडियोहरू बनाउनु के फरक परेन हल्ला त नगरिदिनु है मोबाइल खसाल्नुलाई बुढा सबै डुब्यो भने त सबै गइहाल्यो जस्तै अघि भन्नुभयो नि यो बोर्ड भन्नुभयो नि यो बोर्ड चाहिँ एउटा होल रुखबाट बनाएको हुन्छ यो चाहिँ सिमल चाँप भन्ने रुख हुन्छ त्योबाट बनाएको हुन्छ अब सिमल चाहिँ हाम्रो यहाँ चितवनमा पनि पाउनुहुन्छ चाँप चाहिँ यहाँ पाउँदैन चाँप चाहिँ थोरै माथिल्लो भाग भएर लिएर आउने हो अझ सिमलको भन्दा चाँपको राम्रो हुन्छ अनि माथिबाट चाहिँ घाम पानीले केही नहोस् भनेर फाइबर ला हुन्छ कि जस्तै एउटा यो बोर्ड बनाउनलाई चाहिँ 9 महिनादेखि 1 वर्षसम्म लाग्छ अब त्यो साइज हेरेर हुन्छ बोर्डको ठिक छ ओ त्यहाँनिर एउटा घडियाल गई सुतिरहेछ है हल्ला नगरी जाम है घडियाल चाहिँ अलिकति हाम्रो साउन्डहरू सुन्ने बित्तिकै नि भाग्छ घडियाल मगर गई त भाग्दैन घडियाल भाग्छ कछुवा छ यहाँ यता हाम्रो राइट ह्यान्ड साइडमा हेर्नु त कछुवा छ कछुवाको उतापट्टि घडियाल गयो पानीमा गयो थाहा पायो हामी यहाँ भनेर कछुवा हो त्यो उतापट्टिको चाहिँ मगर घडियाल गयो कछुवा चाहिँ छिर्यो मगर घडियाल गयो चाहिँ बसिरहेको यो त घडियाल हो यो पनि भाग्छ जस्तै आवाज सुन्यो भने यसले खाँदैन खाने अर्को हुन्छ मगर गई भन्छ त्यो पनि देख्नुहुन्छ यहाँ देखिन्छ यसले चाहिँ माछा मात्र खाने भयो अनि यसलाई चाहिँ तपाईँको फ्रेस वाटर क्रोकोडाइल भन्छ कि यो बग्ने पानीमा मात्र बस्छ जस्तै खोला नालामा मात्र पाउनुहुन्छ यो पोखरीहरूमा हुने अर्को भयो मगर गई
यहाँ पनि अब हजुरहरूले यो ट्र्याकहरू देख्नु भएको छ नि जति पनि यो चाहिँ एनिमलहरू क्रस गर्ने ठाउँ ए पानीहरू खाना होइन डियरहरू हात्तीहरू यहीबाट तरेर जाने यताबाट यता यताबाट यता पानी खान झर्ने ठाउँ कि ए आफै बनाउँछ आफै उनीहरू हिँड्दा हिँड्दा बनेको बाटो हो ए, कुनै मान्छेले बनाइदिए होइन यस्तो छ नि यस्तो खाल्डो खाल्डो हिउँदोमा त अझ यो तलै हुन्छ होला होइन पानी अझै बर्खा अझै माथि पनि जान्छ होला। बर्खामा त यो बाढी आउँछ यसले खोलाले यहाँ मऱ्यो नि त टाउकोमा देखाएर बसिरह देख्नुभयो यहाँ झाडी पछाडि हेर्नु न देख्नुभयो अब हल्लिरहेछ दुईवटा छ हजुर मजुरको पनि जोडी हिँड्दो रहेछ के हो मयुरको जोडी अहिले खासै हिँड्दैन अहिले पर्जनको बेला हिँड्ने हो अहिले त खासै दुइटै भाले हो यहाँ के अरे उसमा क्या लुम्बिनीमा डुङ्गामा नतरेको भए म सक्दिनँ त्यो त अर्कै डुङ्गा हो यो अर्कै हो यो अर्कै हो त्यो त वाटर बोर्ड हो त्यो त त्यो के हो इन्जिन त्यो मिसिनको इन्जिनवाला यो ओरिजिनल हो यो ओरिजिनल हो यहाँ त फेरि मिसिन यो चाहिँ पहिला तपाईँको माछाहरू मार्नले युज गर्थ्यो कि माछा मार्नले युज गर्ने बोट हो पुर्खाहरूले अहिले चाहिँ अब क्यानो टाइपको लागि यति फराकिलो हुन्थेन सानो सानो हुन्थ्यो माछा मात्र मार्न मिल्थ्यो त्यसमा मोबाइल खसाल्न ल है केटाकेटी यो त गाडी नै हिँड्दैछ त यो त अघि चाहिँ हामी उता गएको थियौँ नि सफारी ऊ मोर मयुर त माथि ओ हिजो हामी सफारी यहीँबाट त गयो नि अलि अगाडि हिजो हामी घुमेको त्यतै त होला नि अब उता टर्निङ देखेको थियो फेरि दुई साइडमा जङ्गल छ कि यो पानी दुईतिर गर्छ त्यहाँ त हजुर यो पानी दुईतिर गर्छ त्यहाँ त दुईतिर गएको छैन है जान त एकै ठाउँमा गएको छ टर्निङ छ नि तर त्यहाँ टर्निङ देखेको थियो अब यतापट्टि हामीले यो बाटो छोड्छौँ दुई साइड जङ्गलमा जान्छु कि त्यहीसम्म हामी जाने होइन हामी माथि पुग्ने हो